आज मेरो डिजिटल बिजनेसको 1 इयर्सको एनिभर्सरी हो है। म चाहिँ बिहान उठ्ने बित्तिकै मैले चाहिँ मेरो इमेल चेक गर्दाखेरि है हाम्रो फाउन्डरले चाहिँ ह्याप्पी एनिभर्सरी टु हाम्रो यो बिजनेसको फ्यामिलीमा भनेर चाहिँ विस गरिरहनु भएको रहेछ है। सक्सेसको शुभकामना अनि हेल्थको पनि एकदमै शुभकामना दिएर चाहिँ मजासँग कति राम्रो इमेल पाएको थिएँ है। मलाई चाहिँ एकदमै खुसी लाग्यो। यो 1 वर्षको जर्नीमा चाहिँ मैले धेरै प्रकारको स्किल्सहरू सिकेँ है। यो चाहिँ ग्लोबलाइज बिजनेस पार्टनरहरू हर देशबाट चाहिँ जोडिनु भएको छ होइन। अनि म चाहिँ उहाँहरूसँग राम्रोसँगले कुराकानी गर्छु अनि एकदमै रमाइलो भइरहेको छ। आफूले नजानेको अरू व्यक्तिहरूबाट सिकिरहेको छु, आफूले जानेको अरूहरूलाई सिकाउँदै अगाडि बढिरहेको छु है। एकदमै खुसी लाग्यो अनि एकदमै म चाहिँ मेरो आफ्नो जर्नी चाहिँ एकदमै रमाइलोको साथ है। लर्निङ मलाई सिक्न एकदमै मनपर्छ, नयाँ नयाँ कुराहरू सिक्न एकदमै मनपर्छ है। अनि आफूले पनि नयाँ कुराहरू सिक्दै र अरूबाट पनि सिक्दै म चाहिँ आफ्नो व्यवसायलाई एकदमै राम्रोसँगले अगाडि बढाइरहेको छु भन्न चाहन्छु है। म चाहिँ मेरो जर्नीमा एकदमै खुसी अनि सन्तुष्टि छु भन्न चाहन्छु। हाम्रो कतिजना दाजुभाइ दिदीबहिनीहरू अब अगाडि बढ्न पनि खोज्नुहुन्छ होइन, गड्याउला जस्तो अगाडि पनि पछाडि पनि सर्न खोज्नुहुन्छ। तर त्यो चाहिँ के हो भनेदेखि हरेक मान्छेहरूलाई सोध्दै खोज्दै हिँड्नुहुन्छ होइन। सोध्नुहोस् तर आफ्नो डिसिजन आफूले लिने हो कि आफ्नो एम के हो होइन। तपाईँ व्यवसाय गर्नको लागि चाहिँ तपाईँको आफ्नो बिगेस्ट वाइ चाहिँ के हो त्यो कहिले पनि बिर्सिनु हुँदैन है। हाम्रो यो समाजमा धेरै यस्ता व्यक्ति छन् कि अगाडि बढ्न खोज्यो भने के अरे खुट्टा तान्ने प्रवृत्ति क्या, आफूले बुझेको छैन, इनरोल भएको छैन के हो यो व्यवसाय कस्तो हो भनेर यो बिजनेसभित्रबाट बुझेको छैन होइन। अनि नचाहिने कुराहरू बोलेर होइन, दुनियाँभरिको नचाहिने कुराहरू भनेर होइन, आफू पनि नगर्ने अरूलाई पनि गर्न नदिने प्रविधि यो उहिलेदेखिकै हो। त्यो भएर गाइस तपाईँ अगाडि बढ्नु छ, तपाईँको आफ्नो जीवन सुधार्न मन छ होइन, आफ्नो बच्चाको आफ्नो फ्युचर बनाउनु छ भनेदेखि आफ्नो डिसिजन लिने गर्नुहोस् होइन। त्यही भएर गड्याउला जस्ता मान्छेहरूको पछि नलाग्नुहोस् भन्न चाहन्छु। चाहन्छु मैले 1 वर्षमा चाहिँ म एकदमै खुसी छु र अबको आउने वर्षमा चाहिँ अझ योभन्दा माथिल्लो स्तरमा पुग्ने एकदमै मेरो चाहिँ एकदमै धोको छ। मेरो भिजन छ। यो बिजनेसमा आउनुभन्दा अगाडि हाम्रो भिजन भनेको केही नै हुँदैन थियो होइन। जहिले पनि रसको जीवन होइन, हतारको लाइफ बिताएर आइरहेको थिएँ। आफ्नो छोराछोरी फ्यामिलीसँग रमाइलो गर्न पनि पाइँदैन थियो होइन। 1 दिन बिदामा अथवा 2 दिन बिदामा के नै गर्न सकिन्छ र होइन, कहाँ नै जान सकिन्छ र। तर यो व्यवसायले मलाई एकदमै फ्रिडम दिएको छ है। म चाहिँ एकदमै खुसी छु भन्दै आजको यो भिडियो मेरो यो बिजनेस एनिभर्सरीको तपाईँहरूलाई सानो टिप्स अथवा सजेसन दिँदै आजलाई यति नै भन्दै हस्त नमस्ते एभ्रिवान, बाई बाई।